हे गाइज वेलकम टु ब्याक टु माई च्यानल। आजको यस भिडियो चाहिँ कस्तो छ भन्दाखेरि आज म गइरहेको छु खेततर्फ र यो चाहिँ मेरो गाउँ है। यो चाहिँ हाम्रो चौडी हो। यो चाहिँ हाम्रो खोला हो, खोला जुन चाहिँ हामी यहाँ पहिला पहिला बर्खाको मौसममा चाहिँ बाढी आउँथ्यो लोद, अनि त्यहाँबाट लिन चाहिँ हामी लोद आउँथ्यो। एकदमै राम्रो छ यो ठाउँ चाहिँ हाम्रो गाउँ। र मेरो गाउँको नाम पनि सुन्दर बस्ती हो कि, नाम जस्तै गाउँ पनि सुन्दर छ, हरियालीले भरिएको गाउँ। हे गाइज म घुम्दै घुम्दै एकदमै आइसकेको छु आफ्नो खेतको नजिकै। मेरो खेत चाहिँ अलिकति यो जङ्गल साइडकै छ, एकदमै हरियाली भरपुर एरिया छ यहाँ चाहिँ। विशेष गरी यहाँ जनावरहरू पनि आइन्छ है, जनावर जसरी हात्ती, अब त्यो नीलगाईहरू, यताउति बँदेलहरू, जनावरहरू पनि आइन्छ यहाँ, विशेष रूपमा देखिन्छ पनि। एकदमै रमाइलो ठाउँ छ है मेरो गाउँ चाहिँ। अब चाहिँ म आफ्नो खेततर्फ लागिसकेको छु र यो चाहिँ हाम्रो जङ्गल। यहाँ चाहिँ एकदमै सुकुन फिल हुन्छ, जुन चाहिँ कहीँ भेटिँदैन त्यस्तो। किनभने यहाँ जङ्गलमा आउने बित्तिकै रङ बिरङ्गी चराहरूको जस्तै मयूर पनि आउने गर्छ यहाँ। मैले मयूर पनि हेरेको छु, धेरै कुरा हेरेको छु यो जङ्गलमा चाहिँ। अनि हाम्रो चाहिँ यहीँ छ, यो खेतहरू रहेको छ। यो चाहिँ मेरो खेत हो, हाम्रै आफ्नै फ्यामिलीले मेहनत गरेर कमाएको खेत। लगभग 1 से 1.5 कट्ठासम्म छ। अब यसमा चाहिँ अलिकति घाँस लगाउने विचार छ हाम्रो, घाँस सास लगाएर यसो भैँसीको लागि खुवाउने विचार छ। छर्नी भन्दा म पनि अब हुँदिनँ यहाँ, चितवन बसेर अब अहिले चाहिँ, त्यसको कारणले अलिकति खेत पनि बाँझै बसेछ। यस्तै हो गाई, अलिअलि त गर्नुपर्छ। अब त्यो घरमा पनि बाख्रा भैँसीहरू धेरै जनावर हुनको कारणले मम्मी बुवा मात्र छ, त्यसै कारण अलिकति फुर्सद पनि पाउँदैन। पहिला चाहिँ हामीले यो र यो चाहिँ मेरो मामाको खेतहरू र उता पनि मामाको खेत थियो। पहिला चाहिँ यो खेतहरू हामीले धान सान रोप्ने गर्थ्यौँ र अहिले छोडिदिएको नगर्न सक्नेको कारणले, किनभने फ्यामिली अब अहिले हामी म दाइ अब अर्को कन्ट्री हुनुहुन्छ, दिदी पनि बाहिरै पढ्नुहुन्छ, म पनि बाहिरै पढ्छु। त्यसको लागि अहिले मम्मी बाबाले नसम्हाल्न सक्नेको कारणले हामीले चाहिँ यिनीहरू सबै छोडेर अहिले मामाहरूले गर्नुहुन्छ र हाम्रो चाहिँ एउटा मात्र यति मात्र छ अहिले। व्यापक रूपमा पहिला पनि हामी एकदमै पहिला खेती गर्थ्यौँ हामीले, हाम्रो फ्यामिलीले। अब खेतीबाटै गुजारा हुन्थ्यो पहिला। अहिले चाहिँ अब अर्को प्लेटफर्ममा लाग्न थाल्यौँ, त्यसको कारणले अब खेतीहरू पनि अलिअलि कम हुँदै गएको छ हाम्रोबाट। र यो एकदमै राम्रो छ, एकदमै ठाउँ यो चाहिँ। र त्यहाँ चाहिँ के बन्दैछ, पहिला चाहिँ म हुने बेला केही पनि त्यस्तो खास थिएन। यही 3 महिना 4 महिनाको ग्यापमा यिनीहरू घरहरू र यहाँ बिजुली पनि आएको छ, बिजुलीहरूको लाइनहरूको व्यवस्था पनि भइसकेको रहेछ यहाँ। भर्खर पहिला त हुन त पहिलेदेखि गर्न थाल्यो, तर यो घरहरू बन्ने, बिजुलीहरू आउने भर्खर आइरह्यो। त्यो पनि एक तरिकाले राम्रै कुरा हो र एकतिर नराम्रै कुरा हो, किनभने अब यतातिर जङ्गल सङ्गल छ, अलिकति जनावरहरूलाई पनि गाह्रो पर्छ, लाइन साइन यताउति हुन्छ। एक तरिकाले मान्छेहरू अब आफ्नो लागि सोच्यो भने त राम्रै हो। अब केही कुरा राम्रो त एकजना राम्रो भएपछि अर्कोजनालाई नराम्रो त परिहाल्छ। ल ठिकै छ गाइस, अब चाहिँ यसो म पनि घुम्छु यताउति, अनि म पनि घरतर्फ लाग्छु है।